तपाईँको मैले एउटा टाइटल पनि देखिरहेको थिएँ क्या हजुर पाडोले गर्दा करोडपति यस्तो अर्को पनि छ गर्लफ्रेन्डले 10 लाख लुट्यो भन्ने पनि छ के हो यो चाहिँ हो हो यथार्थ 10 लाख मात्रै होइन 10 लाख 12 प्रो म्याक्स ए आइफोन अनि मेरो 2टा पाइन्ट तपाईँको पाइन्ट चाहिँ पाइन्ट। आखिर के गर्ने थाहा छैन कसलाई बाउले लड्थ्यो कि आमाले लड्थ्यो कि भगवान् जान्नु अब तपाईँको युट्युब टिकटक फेसबुक गर्दा त राम्रै होला नि हो युरोप जान्न पर्ला सक्यो कुरा हो राम्रै हुन्छ सक्यो ए भक्तपुरमा नै होला होइन घर पनि ठडाइसक्नु भयो छैन किन छैन ढाक्नु भयो होइन के हो खास बनाउनुपर्छ वास्तविकता भोलि पर्सि बनाउनु पर्छ नभन्ने नखुलाउने छैन हो धेरैजनाले बनाउनु भएको रहेछ विनय लामाको राँगाले 22 मिलियन ल्यायो मेरो चाहिँ खाएर हक्न मात्रै जानेको भन्ने टाइप पनि देखाएको थिएँ मैले हेर्छु अरूको बारी पाखामा बाटो थियो कि त्यो बाटो हिँड्यो भनेर तिमीहरू गरिब भनेर त्यो बाटोमा वालधरी पनि लगाएर छेक्थ्यो क्या ए त्यतिसम्म हुन्थ्यो नि पहिला त गाह्रो मान्नु भएन नि ल्याउनुहुन्छ है टिपेर सङ्घर्ष त गर्नै पर्यो ल्याउनुहुन्छ गर्छु ल्याउँछु तपाईँको एक टेकमा भिडियो नि हुँदैन कहिलेकाहीँ 3-4 टेक लिनुपर्छ त्यसमा गर्नै पर्यो कन्टेन्ट बनाउनु पर्यो त्यही त मान्छेले हेर्दा छिट्टो सजिलो छ त्यहाँको मेहनत त्यति देखिन्न तर धेरै मेहनत हुन्छ नि त हुन्छ हजुर कहिले हुँदैन कहिले भने जस्तरी जाँदैन दर्शकलाई त रियल देखाउनु पर्यो नि त देखाएपछि अलि ओहो भन्ने टाइपको जानी लडेर पनि भएन जानी उसै हिँड्दै गाग्री फुत्ता उचालेर फाल्नु नि भएन कि त्यहाँ चिप्लेर लड्नु पर्यो कि त्यहाँ केही त हुनु पर्यो नि त्यो सुरुवात त हुनु पर्यो नि त अनि त्यो भएर कहिलेकाहीँ हुन्न कहिलेकाहीँ अब क्यामेरा गर्ने साथीहरूले गर्दिनन् हाँसेर आकाश फर्काइदिनुहुन्छ ले कन्टेन्ट चाहिँ नि कसरी क्रिएट गर्नुहुन्छ कि अलिकति उताउलो के अब हुन्छ नि मान्छेले नसोचेको होइन धरानका पूर्व मेयर हर्क साम्पाङ जो अहिले चाहिँ माटोबाट उठ्नु भएको छ हजुर उहाँको बारेमा के छ उहाँ एकदम राम्रो मान्छे बोल्न चाहिँ अलिकति धेरै भन्दा नि बोल्नुहुन्छ उहाँ कुलमान घिसिङको विषयमा पनि बोलेको देख्छु कहिलेकाहीँ रवि बालेनको तर पुरानो दलहरूको विषयमा चाहिँ त्यति बोल्नुहुन्न फेरि अलिकति नाम चल्दैमा होइन कलाकार भइहाल्दैमा राजनीतिक आउन चाहिँ नहुने हो किनकि राजनीतिक पनि बुझ्न जरुरी छ नि त त्योभित्र नि हरेक होला राजनीतिकमा आउनलाई राजनीति त बुझ्नै पर्छ है अब पछिल्लो समयमा प्राय कलाकार अलिकति समाजसेवीहरू नै उम्मेदवार उठ्नु भएको छ जस्तो लाग्छ उठ्नु भएको छ तर राजनीतिमा अलिकति अलका चाहिँ हो कि त्यो चाहिँ यहाँभन्दा अगाडि पनि त हाम्रो रेखा थापा कलाकार हुनुहुन्छ जो होइन उहाँ पनि उठ्नु भएको थियो तर उहाँ हार्नुभयो हिमेश पन्त पनि हार्नुभयो होइन अहिले फेरि रिमा विश्वकर्मा पनि उठ्नु भएको छ के भन्नुहुन्छ तपाईँ मलाई फोन गर्दा नि भन्नुभयो एकदमै बिजी छु म रेसुजी अहिले चुनावको माहौलमा छौँ अब घर जानुपर्छ भन्ने खालको के त्यतातिर पनि मासु पाक्दैछ है क्या हो होइन त्यस्तो होइन अनि के कारण तपाईँ यति मरिहट्टे गरेर चाहिँ लागेर परिरहेको थियो अब हुन त मेरै जिल्लाको हाम्रो कुरमान सर हुनुहुन्छ रामेछापकै हुनुहुन्छ अनि म पनि पहिला कुन पार्टी थाहा थिएन क्या मलाई मतलब कसलाई भोट दिने भन्ने थाहा थिएन जब उहाँ जानुभयो कति 7-8 दिन बस्नुभयो क्या अरे होइन राजसभामा हुनसक्छ त्यतिखेर ओहो अब त उहाँ पनि जानुभयो भनेर हामी सबै त्यतै उरले उहाँ चाहिँ फुत्तर निस्किदिनु हामी पो अब यता न उताको के यतिकै बस्दा हुन्छ होइन ठिक छ भ्याउँछ नि यतिकोले हो तपाईँ भएपछि नभ्याउने कुरै हुँदैन हस् जाम छिट्टो मिठो है छोटो कहाँ छोटो गरेर हुन्छ हौ मलाई त लामो मनपर्छ फेरि हुन्छ त्यो पनि तर अहिले चाहिँ छोटो ल हामी राजनीति थोरै अहिले अब चुनावको माहौल छ चुनावतिर पनि जाउँ होइन कहिलेकाहीँ पाडातिर पनि जाउँ कहिलेकाहीँ चाहिँ अब त्यो रोप्नेहरूतिर पनि जाउँ कहिलेकाहीँ चाहिँ नमस्कार भनेर खुब हँसाउनुहुन्छ नि त होइन अनि म्युजिक भिडियो कहिले गर्लफ्रेन्डतिरको ट्रेजेडी होइन धेरै छन् तपाईँसँग है छन त छ अहिले चाहिँ छोटो मिठो गरौँ कि त्यतातिर नजानु सबैतिर छौँ न के छ हुन्छ कहाँ छोटो पोडकास्ट भनेको त्यो छोटो हुँदैन नि तपाईँसँग त आज 1 घन्टा तपाईँले ढिला गर्नुभयो
ओके 1 घन्टा जाने हो हुन्छ पक्का कति बजेछ अहिले कोसिस गरौँ न 6 बज्यो तपाईँलाई डर लाग्छ अरे राति अबे मलाई त कहाँ बाहिर लास्ट डर लाग्छ नि त डर चाहिँ कोसँग मसँग कि समयसँग कि या के हो परिस्थिति प्राय पछिल्लो समयमा त छोरी मान्छेसँगै हो नि धेरै फस्नु भएको छ क्या राइट म त टाढैबाट हो कति वर्ष पुग्नुभयो मैले 25 वर्ष भयो त 25 हजुर तपाईँ 25 म अनि 35 अनि सकिएन मसँग किन झन् अबि पावरफुल उता म मार्दैन भने जोगिनुपर्छ है ए 10 वर्ष जेठोले केही गर्न सक्दैन क्या तपाईँ ढुक्क हुनुहोस् ल 1 घन्टा तपाईँसँग आज म भलाकुसारी गर्छु तपाईँको हाँसो रोदन होइन तपाईँ अरूलाई मात्रै कमेडी गरेर चाहिँ हँसाइराख्ने मान्छे भित्र कति धेरै रोदन छ कि कतै होइन छ नि हल्का फुल्का त कतिको रुनुहुन्छ कहिलेकाहीँ कहिलेकाहीँ आजभन्दा अलि समय अगाडि चाहिँ 1-2 चोटि 1-2 चोटि अँ, के कारण छ पीडाहरू अलिअलि लभ सप हो लभ सब त त्यो पनि हो र अरू अरू कुरा पनि प्लस थियो ए त्यही भएर अनि भोट केमा भोट यसपालि मेरो घन्टीमा भनिदिएको पक्का मेरो त पक्का तपाईँ त कलाकार हो होइन अब अलिकति पब्लिक फिगर भएपछि त केही यस्तो कुराहरू त विवादित कुराहरू भयो होइन अलिकति भन्नु हुँदैन भन्ने खालको हुन्छ नि त्यो त हो भए पनि मेरो विचारमा चाहिँ अब नयाँलाई दिउँ भनेर मैले भनेको नयाँ त अरू पनि थुप्रै छन् त छन् त्यही त छन् मैले चाहिँ त्यही रोजेँ के कारण हुनसक्छ विनयजीले चाहिँ घन्टीलाई नै रोज्नुको कारण त अब नयाँ भयो एक हिसाबले अब नयाँ चाहिँ के पार्टी नयाँ भन्नुभएको हो कि अथवा पार्टी त नयाँ त त्यस्तो धेरै नयाँ त होइन किनकि पहिला पनि हामीले घन्टीलाई जिताइसकेका छौँ होइन तर मेरो गाउँको लागि चाहिँ नयाँ हो पहिला चाहिँ दिनुभएको थिएन पनि यो पालिदेखि हो नि त सुरुवात ओके पहिला त चितवनमा चाहिँ सुनेको हो होइन पहिला चाहिँ कसलाई दिनुभयो भोट पहिला त नराडी भन्दा एमालेलाई दिएको ए मन पर्थ्यो अब त्यो विकल्पै थिएन नि त ए विकल्प नभएर चाहिँ तीनटा पार्टी थियो अनि एमालेलाई दियो के हुन्छ कि भनेर खास के तपाईँ चाहिँ व्यक्तिले हेर्नुहुन्छ कि या पार्टीले हेर्नुहुन्छ म व्यक्तिलाई हेर्थेँ भन्दा पहिला अहिले पनि हेर्न त व्यक्ति नै हेर्छु है त्यही भएर अब यस्तो थियो अब हुन त मेरै जिल्लाको हाम्रो कुरमान सर हुनुहुन्छ रामेछापकै हुनुहुन्छ अनि म पनि पहिला कुन पार्टी थाहा थिएन क्या मलाई मतलब कसलाई भोट दिने भन्ने थाहा थिएन जब उहाँ जानुभयो कति 7-8 दिन बस्नुभयो क्या अरे होइन राजसभामा हुनसक्छ त्यतिखेर ओहो अब त उहाँ पनि जानुभयो भनेर हामी सबै त्यतै उसले उहाँ चाहिँ फुत्तर निस्किदिनु भयो हामी पो अब यता नउताको के ए तपाईँहरूलाई चाहिँ अझ निर्णय गर्नलाई सजिलो भएको थियो उहाँले गर्दा उहाँ जानु भएपछि त ओहो उहाँ पनि त जानुभयो ल यसपालि चाहिँ जसरी पनि हामीले समर्थन गर्नुपर्छ अहिले भर्खरै एक्ज्याक्ट मैले नाम त बिर्सेँ एकजना म्याम पनि निस्किनु भएको छ नि जुन राजसभाबाट चाहिँ धोका भयो यो अनेकौँ अब यो विवादित आयो भनेर चाहिँ उहाँ निस्किनु भएको छ होइन निस्किने क्रम अझै बढ्दो नै छ जस्तो छ होइन अझ नजिकै रहेछ अब चुनाव नजिकै रहेछ के कस्तो लाग्छ तपाईँलाई चाहिँ भन्नुहोस् त यो विषयमा खोइ अब के हो बुझ्न सकिन राजनीति हो है अब यो विषयमा मलाई खासै जानकारी ठिक छ पहिला अस्ति चाहिँ अब कुलमान सर राम्रो लागेर चाहिँ दिने भन्नुभएको थियो अहिले चाहिँ तपाईँ कसको भरमा हुनुहुन्छ यहाँनिर चाहिँ अब जस्तो धेरैजना हुनुहुन्छ कलाकारहरू पनि हुनुहुन्छ होइन राजसभामा अनि सँगसँगै अब हाम्रो बालेन अनि त्यसपछि रवि लामिछाने होइन उहाँहरूको कतिको तपाईँ सपोर्टर हुनुहुन्छ म एकदम धेरै नै हो सपोर्टर त के कुरा चाहिँ मनपर्छ राजसभाको तपाईँको के मनपर्छ भन्दा नि अब भ्रष्टाचार नगरौँ भन्ने छ उहाँहरूको एउटा होइन त्यो त सबैको एजेन्डामा त्यही हुन्छ भए पनि उहाँहरूले गर्नुहुन्न भन्ने मलाई विश्वास छ है अनि मलाई चाहिँ के भयो भने रवि लामिछाने सरले चाहिँ योभन्दा पहिला तपाईँको विदेशमा धेरैजना अलपत्र भएको दाजुभाइ चेलीबेटी निकाल्नु भएको छ क्या त्यही हिसाबले नि म उहाँको फ्यान भएँ
अनि तर लगत्तै उहाँलाई त विभिन्न अब जस्तो आरोपहरू पनि विभिन्न छ नि त उहाँको आफ्नै ड्राइभरलाई चाहिँ उहाँकै कारण ड्राइभर नै होइन अनि ड्राइभर होइन पत्रकार चाहिँ उहाँकै कारण बितेको भन्ने पनि विभिन्न मिडियाले अब त्यति बेलादेखि अहिलेसम्म पनि चलिरहेछ होइन अनि सहकारीदेखि लिएर उता युएसमा पनि अझै पनि बाँकी नै छ भन्ने खालको होइन धेरै छ नि त आरोपहरू सँगसँगै अब बालेनजीलाई पनि अहिले भर्खरै अब उहाँको पत्रकार चाहिँ उहाँकै कारणले गर्दाखेरि चाहिँ मारिएको भन्नेसम्म आरोपहरू आएको छ होइन खै अब आएको छन् हो होइन थाहा छैन तर तपाईँले चाहिँ एकचोटिलाई चाहिँ आँखा चिम्लेर एकचोटिलाई म विश्वास गर्छु अब मेरो गाउँको लागि एउटा नयाँ पनि हो अनि नयाँ त 3टा पार्टी छ अहिले होइन अब म चाहिँ भन्छु सबैलाई आफ्नो विचार हो तर सबैजनाले 3टा नयाँ पार्टी छ छानेर 3टामा जुनलाई दिनुहोस् तपाईँ मलाई फोन गर्दा नि भन्नुभयो एकदमै बिजी छु म रेसुजी अहिले चुनावको माहौलमा छौँ अब घर जानुपर्छ भन्ने खालको के त्यतातिर पनि मासु पाक्दैछ है क्या हो होइन त्यस्तो होइन अनि के कारण तपाईँ यति मरिहट्टे गरेर चाहिँ लागि परिराख्नु मासु केही छैन बिचरा रासोपामा म 2-4 दिन हिँडेको मान्छे नै हो ढाँट्न हुन्न है बिचरा भुटेको मकै खाएर हिँड्ने हो खाजा त्यस्तो केही अब कहाँबाट आउनु त अब भर्खर सुरुवात पार्टी हो होइन केही छैन भन्छ नि त विदेशीले चाहिँ अब चलाएको पार्टी हो पनि भन्छ नि अब भन्छन् खै अब हाम्रो उम्मेदवार हाम्रो जिल्लाको उम्मेदवारलाई अब केही छैन अब विदेशीबाट राम्रै मान्छे डक्टर उठ्नु भएको छ डक्टर राम्रै मान्छे हुनुहुन्छ डक्टर कृष्णहरि बुढाथोकी धेरै पढेको मान्छे हो रामेछापको विषयमा उहाँले बुकहरू पनि 5-7वटा निकालेको मान्छे भूगोल बुझेको मान्छे एक हिसाबले नेपाल राष्ट्र बैङ्कमा धेरै वर्ष काम गरेर अनुभव प्राप्त मान्छे हुनुहुन्छ त्यही हिसाबले नि म यसपालि व्यक्तिगत हिसाबले पनि उहाँलाई भोट हाल्छु अनि रासपाबाट हाम्रो आशिका तामाङ पनि उठ्नु भएको छ उहाँको बारेमा केही भनिदिनुहोस् उहाँ उठ्नुभयो राम्रै गर्नुभयो मलाई पहिलादेखि नै मन पर्थ्यो उहाँ दिदी त उहाँलाई त लखेटिए पनि नि त उहाँ यहाँ धादिङबाट खै सुन्न चाहिँ त्यही सुन्नमा आएको हो अब किन लखटियो थाहा छैन तर राम्रो मान्छे उहाँ नि राम्रो मान्छे अरू पहिलाको हेरी त 1000 गुणा राम्रो व्यक्तिहरू हुनुहुन्छ त हो अहिले त राम्रो भन्नाले अब समाजसेवीमा चाहिँ राम्रो हो कि या राजनीति पनि बुझेको हुनुपर्छ के लाग्छ तपाईँलाई राजनीतिमा आउनलाई तपाईँको राजनीतिकमा आउनलाई राजनीति त बुझ्नै पर्छ है अब पछिल्लो समयमा प्राय कलाकार अलिकति समाजसेवीहरू नै उम्मेदवार उठ्नु भएको छ जस्तो लाग्छ उठ्नु भएको छ तर राजनीतिमा अलिकति अलका चाहिँ हो कि त्यो चाहिँ यहाँभन्दा अगाडि पनि त हाम्रो रेखा थापा कलाकार हुनुहुन्छ जो होइन उहाँ पनि उठ्नु भएको थियो तर उहाँ हार्नुभयो हिमेश पन्त पनि हार्नुभयो होइन अहिले फेरि रिमा विश्वकर्मा पनि उठ्नु भएको छ के भन्नुहुन्छ उहाँलाई अब उठ्नु त भएको छ अब जित्छ जित्दैन उहाँहरूको ठाउँमा हो जनताको हातको कुरा कस्तो लाग्छ त तपाईँलाई व्यक्तिगत रूपमा राजनीतिमा कलाकार मान्छे राजनीतिमा आउँदाखेरि होइन अथवा एज अ उहाँ त अब पत्रकार पनि गरिराख्नु भएको छ होइन उद्घोषिकाको रूपमा पनि उहाँलाई त चिनिन्छ होइन अनि उद्घोषिकामा यस्तो अब्बल मान्छे राजनीतिमा आएर चाहिँ धेरैजना जनताहरूले चाहिँ उहाँलाई खिल्ली पनि उडाइराख्नु भएको छ होइन के छ यो विषयमा म चाहिँ के भन्छु भने म नि एउटा सानो कन्टेन्ट क्रिएटरको हिसाबले अलिकति नाम चल्दैमा होइन कलाकार भइहाल्दैमा राजनीतिक आउन चाहिँ नहुने हो किनकि राजनीति पनि बुझ्न जरुरी छ नि त त्योभित्र नि हरेक होला त्यसरी आउन चाहिँ नहुने हो अब आइहाल्नु भयो बुझेर अगाडि बढ्नुहोस् है बुझ्ने टाइम त अझै पनि छ बुझ्न पाइन्छ होला त्यही भन्छु अनि धरानका पूर्व मेयर हर्क साम्पाङ जो अहिले चाहिँ माटोबाट उठ्नु भएको छ हजुर उहाँको बारेमा के छ उहाँ एकदम राम्रो मान्छे राम्रो हुनुहुन्छ राम्रो लाग्छ उहाँ त अब एउटा श्रम गरेर देश बनाउँछु भन्ने व्यक्ति हो अनि उहाँलाई किन भोट आएन तपाईँकोबाट अब उहाँको माटो चिन्हमा रामेछाप उठ्नु भएको छ कि छैन त्यही थाहा भएन मलाई त उठ्नु भएको छ कि खै सायद भनेपछि के हामीले हर्क साम्पाङलाई चिन्यौँ तर हर्क साम्पाङबाट उठ्नु भएको उम्मेदवारहरूलाई हामीले चिन्न सकेनौँ हजुर उहाँ एक हिसाबले एउटा राम्रो मेयर हो
पहिलाको एउटा राम्रो नेता भनौँ न देश बनाउनुपर्छ भन्ने माटोलाई माया गर्ने मान्छे एकचोटि उहाँ जतिकै मान्छे हरेक जिल्लामा घुमेको भए मेरो फलाना उम्मेदवार छ भनेको झन् बेस्ट हुन्थ्यो खै आउनु भएको छैन होला रामेछापमा सायद माटोबाट छैन होला भए पनि खै छ कि अब भएको भए हर्क साम्पङ सर आउनुपर्ने रामेछापतिर एकचोटि यसो घुम्नलाई अब सदरमुकामसम्म त आउनु सक्नुहुन्छ नि त बुझ्नलाई यताउति आउनु भएको छैन होला सायद तपाईँले चासो नदिनु भएर होला त्यो पनि के हामीले यो जस्तो अलिकति भाइरल व्यक्तिहरूलाई अथवा नाम चलेको व्यक्तिहरूलाई मात्रै हामीले चाहिँ फलो गरिराखेको पो हो कि होइन जस्तो काठमाडौँमा हाम्रो मेयर साहब बालेनजी हुनुहुन्थ्यो भनेदेखि उहाँलाई हामीले हुन्छ नि सारा नेपालीले चिन्यौँ नि त उहाँले काम गर्नुभएको हामीले थाहा पायौँ गरिराखेको जस्तो हामीले थाहा पाइराख्यौँ होइन तर काठमाडौँभन्दा कतै यता ललितपुर पनि त उत्तिकै ठुलो सहर हुन्छ नि सहर हो प्लस यति स्वच्छ सुन्दर छ होइन त्यहाँको मेयरलाई हामीले चिनेनौँ नि त काम गर्नु भएन नि त चिन्ने गरी किन काम गर्नु भएन ललितपुर यति सफा स्वच्छ छ कतै हामीले चाहिँ मिडियाको लहलहैमा लागेर अथवा चाहिँ भाइरलको पछि लागेर अथवा चाहिँ चर्चाको पछि लागेर पो अलिकति हामीले मान्छे चिन्न सकेको छैन कि खै अब उहाँहरू खै किन नआउनु भयो मेरो गाउँतिरको कुरा गरौँ भने चाहिँ कामै नगरेर नआएको म यो चाहिँ अब भन्नै सक्छु होइन अब ललितपुर भक्तपुरको चाहिँ के छ तर मेरो गाउँठाउँको चाहिँ कामै नगरेर हाइलाइट पनि नआएको अनि जस्तो अब रासोपामा अथवा घन्टीमा चिन्हमा भनौँ न होइन धेरैजना अब चिनेको कलाकारहरू अथवा देखिरहेको समाजसेवीहरू चाहिँ जानुभएको छ तर यता माटोमा चाहिँ किन हामीले चिन्न नसकेका उम्मेदवारहरू रहेछन् त के जस्तो लाग्छ तपाईँलाई खोइ अब यो विषयमा चाहिँ के हो थाहा भएन मलाई पनि त्यति साह्रो है म कतिपयले चाहिँ अन्दाजमा अब एउटा माटोको लिडर जस्तो मान्छे होइन अथवा श्रम संस्कृतिको चाहिँ लिडर जस्तो मान्छे भएर चाहिँ धेरै बोलेको कारण चाहिँ उहाँलाई चाहिँ उहाँकोबाट चाहिँ उठ्नलाई अप्ठ्यारो मानिन् होला नि भन्ने पनि अनुमानहरू लाउन सकिन्छ त्यो पनि हुनसक्छ बोल्न चाहिँ अलिकति धेरै भन्दा नि बोल्नुहुन्छ उहाँ कुलमान घिसिङको विषयमा पनि बोलेको देख्छु कहिलेकाहीँ रवि बालेनको तर पुराना दलहरूको विषयमा चाहिँ त्यति बोल्नुहुन्न फेरि के कारण होला खोइ उहाँलाई थाहा होला त्यो त तर म विरोध त कसैको गर्दिनँ आफ्नो ठाउँमा सबैजना राम्रो हुनुहुन्छ अब उहाँ पनि एउटा राम्रो व्यक्ति हो त्यसपछि अब मलाई त अहिले पछिल्लो समय नयाँ आउनु भएको त सबै राम्रै लाग्छ अब भोलिको दिनमा नराम्रो लाग्न नि सक्छ काम राम्रो गरे राम्रो भन्ने हो अहिले जुन मैले तपाईँको राजसभाको सपोर्ट गरिरहेको छु नि भोट पनि दिन्छु भनिरहेको छु अहिले म फुल सपोर्ट गर्छु भोट पनि दिन्छु जितेर भोलि केही गरेन भने विरोध पनि हामीबाटै सुरु हुन्छ क्या एकदम त्यो चाहिँ हुनुपर्छ त्यति गर्न सक्नु पर्यो ल ठिकै छ यताको फिल्डतिर अब यति नै जाउँ है फेरि प्रसङ्ग आए अनुसार हामी झिकाउँला गाउँतिर जाउँ न तपाईँ आजभोलि गाउँतिरै व्यस्त हुनुहुन्छ होइन यता रुमतिर चाहिँ प्याजहरू ठुलो ठुलो भइसक्यो होइन देखाइराख्नु भएको हुन्छ नि के गर्दै हुनुहुन्छ गाउँतिर अहिले म कन्टेन्ट बनाउने अनि कन्टेन्टको लागि जानुहुन्छ र तपाईँ कन्टेन्टकै लागि हो ए हो जुन गाउँमा चाहिँ चल्यो भनेर नि यहाँनिर छोडेर बस्न छोडेर भयो नि त्यहीँ बस्ने हो अब मान्छे तपाईँको पैसाकै लागि आफ्नो देश परिवार छोडेर विदेश त जान्छन् भने म त गाउँ जान ठुलो कुरै भएन नि अझ गाउँको स्वच्छ हावापानी बुबा आमाको माया गाउँले दाजुभाइको माया गाउँको छुट्टै परिवेश त्यहाँको वातावरण साथीभाइ बच्चामा खेलेको ठाउँ गाउँ त्यतिकै रमाइलो छ तपाईँले कन्टेन्ट चाहिँ नि कसरी क्रिएट गर्नुहुन्छ कि अलिकति उताउलो के अब हुन्छ नि मान्छेले नसोचेको होइन अलिकति उताउलो कहिले चाहिँ बाख्रा रोपिदिने कहिले चाहिँ कुखुरा रोपिदिने होइन कहिले बिरालो रोपिदिने होइन कसरी आउँछ यो दिमागमा आउँदो रहेछ त्यो यस्तो हो सानोमा धेरै चकचके हुनुहुन्थ्यो सानोमा त धेरै सोझ हो नि ए हो र एकदम म 10 क्लास पढ्ने बेलासम्म नि त्यति साह्रो आफूभन्दा अलिकति ठुलो मान्छेसँग मजाले हेरेर बोल्न सक्दिनँ थिएँ क्या ए पछि समय के भएर त्यस्तो भयो तपाईँको अब कन्टेन्टको हिसाबमा चाहिँ त्यस्तै काम गर्दै गएपछि यस्तै खालको कन्टेन्ट बनाउँदै जान्छु भनेपछि आफै आउँदो रहेछ
म स्क्रिप्ट चाहिँ केही पनि लेख्दिनँ फेरि। अनि तपाईँको त्यो पाडो साँच्चै नै हान्ने नै हो? साँच्चै नै हान्ने। अरूलाई पनि हान्ने हो कि तपाईँलाई मात्रै हो? मलाई भन्दा नि बाबा मम्मीलाई हान्नुहुन्न। अनि नयाँ मान्छे आयो भने चाहिँ हान्छ। बहारको केटाहरू देख्न हुन्न उसलाई। मान्छे चिन्छन् क्या? चिन्छन् क्यारे। तपाईँको हान्छ उसले त, अहिले त ठुलो भइसक्यो नि। अब त हान्यो भने त माथि। अब चाहिँ त्यो कन्टेन्ट गर्ने कि नगर्ने त? अब गर्न त गर्ने, जोगिएर अलिकति आफूलाई केही नहोस् भन्ने। एउटा कन्टेन्ट पनि मैले देखेको थिएँ, उहाँको पनि एकदमै राम्रो भ्युज गइरहेको थियो क्या। विनय लामालाई त यसरी हानेरै भाइरल भयो, मलाई पनि हान भनेको क्या। धेरैजनाले बनाउनु भएको रहेछ। विनय लामाको राँगाले 22 मिलियन ल्यायो, मेरो चाहिँ खाएर हक्न मात्रै जानेको भन्ने टाइपको देखाएको थिएँ मैले। हेर्छु अब मान्छे ठ्याक्कै भिडियो चाहिँ हेरेँ, तर कसले बनायो भने चाहिँ त्यति निहालेन। फर्युङमा आएको थियो। अनि फेरि आज भोलि अरूको कन्टेन्टहरू चोरेर हाल्ने बानी प्रविधि छ है। लास्टै मैले आज बनाएँ, भोलि सेम ठ्याक्कै बनाइहाल्छन्। अनि त्यो पनि हो। अनि एउटा कुरा मलाई अलिकति चाहिँ के भने, मैले भर्खर अपलोड गरेँ, तानेर अपलोड गरेँ। तर यस्तो हो, अब हाम्रो दर्शकहरूलाई पनि जानकारी गराउँ होइन, हामी त अब त्यहीँभित्र छौँ। तपाईँको भिडियो अरूले लगाउँदैमा उहाँलाई चाहिँ भ्युज मात्रै जाने हो, तर क्रेडिट चाहिँ आउँदैन कि, यो चाहिँ जानकारी गराउँ होइन। तपाईँले जतिकै दुःख गर्नुहोस्, किनकि रियुज कन्टेन्ट भइहाल्छ होइन। रियुज भइसकेपछि तपाईँको पेज पनि उड्ने सम्भावना पनि हुन्छ, इफ विनयजीले चाहनुभयो भने होइन, कपिराइट हानिदिनु भयो भने। सँगसँगै अब तपाईँहरू होइन, अब भ्युज मात्रै भए हुन्छ भन्ने लाग्छ भने त त्यो के गर्नु र होइन। त्यो पनि छ एउटा। अनि यतातिर चाहिँ कस्तो छ? यहाँ चाहिँ को बस्नुहुन्थ्यो काठमाडौँमा? म त एक्लै बस्छु, दाइ दिदीहरू नि बस्नुहुन्छ अलि टाढा। है दाइ कता हराउनु भयो? दाइ हुनुहुन्छ। दाइसँगको तपाईँको त्यो सुरुमा छ नि नमस्कारवाला छ नि टिभी, त्यो पनि धेरैजनाले चोरे है? धेरैजनाले चोर्नु भयो। एक समयमा त्यो त लास्ट भाइरल हो नि तपाईँको। सुरुमा है, त्यो टाइममा भाइरल भन्ने भर्खर मात्रै भएको थियो, आएको थियो भनौँ न होइन, ट्रेन्ड। तपाईँहरू नै हुनुहुन्थ्यो सुरुको लटमा होइन? भयो त थुप्रै वर्ष भइसक्यो। टिभी हेर्दा टिभीबाटै आएर कुट्ने होइन। त्यो चाहिँ अब कस्तो नि, हामीलाई चाहिँ पहिला सुरुमा चाहिँ रेडियो सुन्दाखेरि साँच्चै नै यहाँभित्र मान्छे छ भन्ने हुन्थ्यो कि, त्यो भान हुन्थ्यो। तपाईँहरूले ठ्याक्कै त्यो हुन्छ नि टिभीबाट उतार्नु भयो क्या तपाईँहरूले। टिभीमा त साँच्चै नै मान्छे नै छ भन्ने हुन्थ्यो नि त हामीलाई। अनि बाहिर आएर पिट लाग्यो भन्ने जस्तो भयो नि, त्यो चाहिँ ट्रेन्ड तपाईँहरूले निकाल्नु भयो होइन। अनि गाउँतिर त्यो सामानहरू चाहिँ तल पुर्याउने, झार्ने होइन, कहिलेकाहीँ चाहिँ अब त्यो डेकहरू हुन्छ नि, डेक के भन्छ, साउन्ड स्पिकर तल त्यो त्यत्रो भिरबाट झार्ने के, त्यो तपाईँहरूले अब त्यो झरिसकेपछि माया मार्ने हो कि टिपेर पनि ल्याउने हो? तपाईँको त्यो झरिसकेपछि ल्याउने अवस्थै हुन्न थियो नि। हो, टुक्रै हो, तर त्यो बिग्रेकोहरू त्यस्तो गर्ने। अनि जस्तो गाग्रीहरू गाग्री त ल्याएँ अस्ति भर्खरै बनाएको कन्टेन्ट हो, त्यो त भ्युज पनि 10-12 मिलियन गएको छ। पहिला पनि गर्नु भएको छ होला? पहिला पनि गरेको थिएँ। अस्ति एउटा नयाँ गाग्री, पहिला चाहिँ पुरानो पल्परे गाग्रीहरू बनाएको थिएँ। योपालि जस्तो अब त्यस्तो पहाडमा होइन, तपाईँहरूले पानी बोक्दै अथवा केही सामानहरू बोक्दै माथि लानुहुन्छ नि त, तलबाट माथि लानु नै यति हुन्छ नि, त्यस्तो पहाडमा अब गाह्रो हुन्छ। अनि फेरि त्यो टिपेर ल्याउन कति गाह्रो होला त? गाह्रो मान्नु भएन नि, ल्याउनुहुन्छ है टिपेर? त गर्नै पर्यो। ल्याउनुहुन्छ? ल्याउँछु। तपाईँको एक टेकमा भिडियो नि हुँदैन, कहिलेकाहीँ 3-4 टेक लिनुपर्छ, त्यसमा गर्नै पर्यो, कन्टेन्ट बनाउनु पर्यो। त्यही त मान्छेले हेर्दा छिट्टो सजिलो छ, त्यहाँको मेहनत त्यति देखिन्न, तर धेरै मेहनत हुन्छ नि त। हजुर, कहिले हुँदैन, कहिले भने जस्तरी जाँदैन, दर्शकलाई त रियल देखाउनु पर्यो नि त। देखाएपछि अलि ओहो भन्ने टाइपको, जानी लडेर पनि भएन, जानी उसै हिँड्दै गाग्री फुत्ता उचालेर फाल्नु नि भएन, कि त्यहाँ चिप्लेर लड्नु पर्यो, कि त्यहाँ केही त हुनु पर्यो नि, त्यो सुरुवात त हुनु पर्यो नि त। अनि त्यो भएर कहिलेकाहीँ हुन्न, कहिलेकाहीँ अब क्यामेरा गर्ने साथीहरूले गर्दिन, हाँसेर आकाश फर्काइदिनुहुन्छ। क्यामेरा चाहिँ को हुन्छ विशेष? पहिला चाहिँ भाइहरू हुन्थ्यो, अहिले हाम्रो सर हुनुहुन्छ, अजय सर, उहाँले गर्नुहुन्छ। कहिलेकाहीँ अब मिलेर गर्छौँ अहिले चाहिँ।
ए अनि गाउँमा हुँदाखेरि चाहिँ गाउँमा हुँदै हो गाउँमै अझै हजुर ए अनि तपाईँको भान्जा होइन सानो भतिज भतिज उहाँ पनि एक्सपर्ट अब्बे ऊ त भविष्यमा ठुलो कलाकार बन्छ जस्तो लाग्छ मलाई है तपाईँहरूले सिकाउनु भयो मैले हामीले नै सिकाएको एक्टिङ त भन्नै पर्दैन उसको कतिपटक पिटाइ खानुभयो उसको लात्ती कतिपटक खानुभयो धेरैजनाले छोरी मान्छे भन्नुहुन्छ तर भतिज हो यहाँबाट नि म भन्न चाहन्छु त अलिकति कपाल फालेको छ कि उसको चाहिँ के गर्छ नि भनेपछि कपाल काटेर त्यो गर्न बाँकी तपाईँले भक्तपुरमा नै होला होइन घर पनि ठडाइसक्नु भयो छैन किन छैन ढाक्नु भयो होइन के हो खास वास्तविकता मैले पछि बनाउनु पर्छ नभन्ने नखुलाउने छैन हो अब मेरो क्वेसनै अब स्टप भयो के छैन बनाउनु पर्छ नि पछि कमाइयो भने तपाईँले अनि फोटोहरू हालिराख्नु भएको हुन्छ भिडियोहरू हालिराख्नु भएको हुन्छ नि कसको हो त होइन फोटो भिडियो त जसको हाल्दा नि भयो नि जसको हाल्नु कहाँ भिडियो तपाईँ जतिको यतिको सक्षम मान्छे भएपछि छैन कि अब गाउँमा चाहिँ बनाउनु पर्छ गाउँमै बस्नु नि गाउँमा बस्छु म त किन म त आफ्नो ठाउँ राम्रो लाग्छ तर कोही हुनुहुन्न अब मेरो लेभलको साथीहरू त सबै कोही विदेश है काठमाडौँको सबैले बिहे गरिसक्नु भयो लगभग सबैका छोराछोरी भइसके कोही हुनुहुन्न मलाई त गाउँै राम्रो लाग्छ तपाईँको पनि मैले एउटा इन्टरभ्यू देखाएको थिएँ हजुर तपाईँको पनि एउटा इन्टरभ्यू देखाएको थिएँ म त आज मात्रै सर्च गरेर अहिले भर्खरै हेरेको हजुर तपाईँ म्यारिड हुनुहुँदो रहेछ होइन किन मिडियामा जहिले ढाँटिदिने अनि ढाँट्ने होइन अहिले चाहिँ ढाँट्नु भएको कि त्यो चाहिँ त्यो बेलाको चाहिँ म्यारिड भन्दा पनि हामी रिलेसनसिपमा थियौँ अनि किन बिहे गरेको भन्नुभयो त बिहे गरेको जत्तिकै थियो तर सिन्दुर हालेको थिएन कि लिभिङ टाइपको थियो भनौँ न तर लिभिङलाई किन तपाईँले चाहिँ त्यति बेला इन्टरभ्यूमा चाहिँ बिहे गरेको भन्नुभयो त बिहे गरेको भनिएछ बच्चा बेला अनि तपाईँलाई त्यस्तो अहिले त्यो तपाईँलाई रिग्रेट लागेको छ भने त्यो भिडियो डिलिट गर्नुहोस् है भन्नु भएन छैन किन अब छोडिदिनुहोस् डिलिट गर्नु पर्दैन अब त्यो मेरो कोही मान्छे मसँग भोलिको दिनमा आउँछ भने त्यसको कारणले नआउँदैन कि भन्ने मलाई डरै छैन क्या एक्सेप्ट गर्नेले आउँछन् गर्छन् नगर्नेले मलाई त त्यस्तो लाग्छ त्यही भएर तपाईँको मैले एउटा टाइटल पनि देखिरहेको थिएँ क्या हजुर पाडोले गर्दा करोडपति यस्तो त्यो टाइटल उहाँहरूले मिस्टेक लेख्नु भएको हो पाडोले गर्दा करोडौँ भ्युज भन्नुपर्ने हो अब उहाँहरूले करोडपति लेखिदिनु भयो के पाडोले गर्दा करोडपति विनय लामा त्यो होइन करोडपति त मैले आजको दिनसम्म त कमाउनु त धेरै थोर कमाएँ होला तर पाडोले मात्र होइन नि त अनि के यो हुन्छ नि कसको गल्ती लाग्छ त यो टाइटल लेख्नमा जस्तो जे पनि लेखिदिनुहुन्छ नि त विनयले चाहिँ यतिजनालाई बिहे गरे यस्तो यस्तो होइन यसरी कमाएँ यस्तो गरेँ त्यस्तो लेख्न नहुने थियो उहाँ खासमा अब 22 मिलियन भ्युज गयो नि त 94 छ अहिले अनि मैले अहिले भर्खरै हेरेको त्यसपछि तपाईँको करोडौँ भ्युज पाडोबाट भन्नुपर्ने विनय लामा करोडपति पाडोबाट भयो क्या मिस्टेक लेख्नु भयो के पाडैबाट कहाँ करोडपति हुन्छ हो अहिले नै भोलिको दिनमा होला नहोला तर धेरै थोर के यो भ्युज ल्याउनकै लागि लेखिएको हो यो टाइटल या उहाँले चाहिँ मिस्टेक लेख्नु भयो होला के होला त्यही त होला मिस्टेक लेख्नुभयो भ्युजको लागि लेख्नुभयो अचम्म मानेर दर्शकले हेरोस् भनेर लेख्नुभयो किन लेख्नुभयो उहाँ नै जान्नुहुन्छ अनि अर्को पनि छ गर्लफ्रेन्डले 10 लाख लुट्यो भन्ने पनि छ के हो यो चाहिँ हो यथार्थ 10 लाख मात्रै होइन 10 लाख 12 प्रो म्याक्स आइफोन अनि मेरो 2टा पाइन्ट तपाईँको पाइन्ट चाहिँ आखिर के गर्ने थाहा छैन कसलाई बाउले लड्थ्यो कि आमाले लड्थ्यो कि भगवान जान्नु अनि एउटा टी होइन कतै तपाईँको माया लागेरै होइन मसँगै राख्छु होइन लुटेरै गएको ऊ त नेचरै लुट्ने रहेछ अनि जुन जापान भन्ने वाला हुनुहुन्थ्यो उहाँ हो भन्न मिल्छ खुलाउन मिल्छ नखुलाउँदै
के त जापान गएको पनि नाटक हो होइन होइन भने जापान जाने मान्छेले कसरी 10 करोड 12 के अरे लाख चाहिँ कसरी लानुहुन्छ त जापान गएर मात्र भएन नि कमाउनु पर्यो जमाउनु पर्यो केही नभएपछि त आएर लुट्ने त रहेछ केही पनि थिएन नि त त्यो मान्छेको त काठमाडौँ भनेकै मैले देखाएको क्या यतिसम्म जानु न तपाईँ भनेपछि काठमाडौँ भनेपछि जापान पनि यतिकै ढाँट्नु भएको हो तपाईँहरूले होइन मैले जापान चाहिँ जानु भएकै हो अनि काठमाडौँ नदेखेको मान्छे जापान कसरी यहाँ जब ल्याङ्ग्वेज पढ्दै थियो नि त हो ए हजुर काठमाडौँ आउन बाबाले नदिएपछि मसँग कन्ट्याक्ट भएर अनि पढ्दा पढ्दा यता आएको हो क्या ल्याएको मैले भनौँ न आउँछु म कोठा खोज्दै यताउति भने नि त अनि तपाईँको अब काठमाडौँ भनेर थाहा रहेछ नि तपाईँलाई ए तपाईँले अब जस्तो यो मिडियामा त मैले टाइटल देखेँ मैले भित्र मैले हेर्न पाइनँ मौका होइन त्यो एकछिनमा हेरौँला अथवा भोलि हेरौँला तपाईँले चाहिँ आफ्नो थ्रोबाट चाहिँ जस्तो मेरो चाहिँ यति लुटिदियो यस्तो गर्यो भन्ने खालको कहिले भ्यूहरू राख्नुभयो कि राख्नु भएन सामाजिक सञ्जाल मार्फत मैले त राखिनँ राख्नै चाहिनँ चाहेको भए त मैले उसको फ्यामिलीकै बेइज्जत गर्न सक्थेँ नि त तपाईँलाई थाहा थियो अँ फ्यामिलीको बारेमा पनि थाहा थियो सबै थाहा थियो त मैले चाहेको भए त उसलाई बदनाम गर्न सक्थ्यो कि मेरो यति अहिले त त्यो पनि ट्रेन्ड छ नि छ यति खाएर गयो उसको फोटोसहित घुमाएर उसको बाबाआमा ठाउँ होइन सबै गरेर मैले बेइज्जत गर्न सक्थेँ क्या उसलाई यति लुटेर गयो एउटा लुटेरको ट्याग लगाउन सक्थेँ नि त म जतिको मान्छेले मैले त आफैले बोलेर हाले पनि सकिन्थ्यो क्या सकिन्थ्यो एउटा मात्रै क्लिप भाइरल भए पनि सकिन्थ्यो तर चाहिनँ किनकि म त्यतिसम्मको लेभलको मान्छे होइन नि त त्यसले पो लुटेर गयो त म त्यसको लेभलमा जान चाहन्न उसको मायाले गर्दाखेरि भन्न सक्नु भएन कि या त चाहिँ तपाईँको आफ्नो पनले गर्दाखेरि मेरो आफ्नो पनले हो उसको त के माया हुनु मलाई त चाहिएन नि ए छैन चाहिएन तर भोलिको दिनमा कुनै ठाउँमा म हिँड्दै गर्दा डुल्दै गर्दा 60 वर्षसम्म पुग्दा पनि भेटेँ भने चाहिँ समातेर पैसा चाहिँ माग्छु त्यो हिम्मत चाहिँ राखेको छु आधार के छ त आधार छ प्रमाण छ सबै छ ए हो सबै छ केस पनि गरेको अब नेपाली पुलिसको त्यही हो बुझ्नु साहब है सबै छ मसँग के उहाँ नेपाल नभएर खाडी उहाँ नेपाल नभएर चाहिँ ल्याउन सकिएन हजुर खाडीतिर गएको छ अरे भन्ने सुन्नेको होला ए कहाँ गएको छ कोसँग गएको छ थाहा छैन तर एउटा खै को केटासँग गएको छ अरे भन्ने सुनेको ए केटासँगै श्रेष्ठ कि समथिङ के जाति के कारण चाहिँ जस्तो महिलाहरूले चाहिँ हुन त अब पुरुष र महिलाको तुलनामा अब धेरै त पुरुषले नै धोका दिएको होला होइन तर जस्तो सबै कुरा पुरा हुँदै पनि के कारण चाहिँ केटीहरू चाहिँ असन्तुष्ट हुने रहेछ छोरा मान्छेप्रति खै अब किन भयो थाहा भएन तर मैले चाहिँ धेरै सपोर्ट गरेर माथिएको हो है उसलाई धेरै शान्ति मिल्यो काठमाडौँ भन्ने थाहा नभएको मान्छेले त्यहाँसम्म पुर्याउने म हो तिनी भनेको काठमाडौँ आउँदा केही थिएन एउटा फोनधरि पनि मैले किनिदिएको हो होइन केही नभएको मान्छेलाई मैले यतिसम्म गरेँ खाइ नखाइ मेरो फ्यामिलीलाई मेरो बुवा मम्मीलाई भन्दा बढी उसलाई सपोर्ट गरेर माथेको हो त्यही लाग्छ मलाई चाहिँ तर मलाई यसरी अब नराम्रो गरेर गयो होइन भोलि उसलाई त्योभन्दा नराम्रो गर्ने मान्छे आउँछ क्या 100% आउनुपर्छ म त त्यो भन्छु अरूले चाहिँ आफूले माया गरेको मान्छेलाई राम्रै होस् भन्छन् नि म त्यस्तो भन्दिनँ नराम्रो त हुनैपर्छ बुझ्नु पर्यो सबक सिक्नु पर्यो उसले सिक्नुपर्छ क्या अब मलाई यति गरेर गयो अरूलाई पनि यति गर्दा अरूले त नछोड्ला नि सबै म जस्तो त हुन्न होइन उसले त अहिलेको भन्दा दुःख पाएर मलाई सम्झिने दिन आउनुपर्छ अनि जिन्दगी के हो बल्ल बुझ्छ क्या एकदम अनि त्यही भएर म त भन्छु मन्दिर जाँदा पनि नाम लिन्छु तेरो त नराम्रो होस् है भनेर मलाई किनकि त्यति पीडामा पारे त ए हो हजुर पीडाको चाहिँ तपाईँको मन चोरेर जाँदा हो कि या तपाईँको सामान लगेर जाँदा चाहिँ मेरो सामान पनि हो मेरो एउटा लाइफै बर्बाद पारेर गयो नि त आफ्नो सोचेको थिएँ नि त मैले त सब थोक त्यागेर फ्यामिलीलाई भन्दा बढी उसलाई सपोर्ट माया कसरी एकैचोटि त्यति धेरै पैसा चाहिँ कसरी लान सक्ने चाहिँ
अब सबै एकैचोटि लगाए त होइन, मैले हरेक ठाउँमा लगानी नै गरिदिएको थिएँ। अनि पछि अलिअलि लगेर नि गयो। अनि मेरो कन्टेन्ट बनाउने एउटा फोनै लगेर गएको क्या। त्यो चाहिँ सबैभन्दा मलाई ठुलो नराम्रो लाग्यो। पैसा त लगे ठिक थियो, मेरो त हरेक आफ्नो साथमा भनेको त्यो फोन थियो। अनि त्यो भित्रको जुन छ नि त्यो थियो नि त। फोनभन्दा नि इम्पोर्टेन्ट त्यहाँनिर कागजातहरू हरेक हुन्छ नि त अहिले मान्छेको त। अब म त एउटा कन्टेन्ट क्रिएटर, त्यहाँ त मेरो हरेक एप्सदेखि लिएर किनेको एप्सहरूदेखि लिएर हरेक थियो कि। फेसबुक, युट्युब, टिकटक सब त्यहीँ थियो भने मलाई त अब त्यसरी गयो। सबैभन्दा बढी माया फेसबुक, टिकटक, युट्युबको लाग्यो नि। यसले केही पो गरिदिने हो कि होइन, नम्बर पो चेन्ज गरिदिने हो कि, त्यो हो कि। त्यही भएर मलाई दुःख चाहिँ त्यसमा। कति कुरा चाहिँ ल्याउन सफल हुनुभयो? केही पनि कहाँ केही पनि ल्याएन नि। होइन, फेसबुक तपाईँसँगै थियो होला? त्यो त मैले सबै रिकभर गरेँ। उसको त त्यो दिनदेखि अत्तो छैन। म इन्डियाको बोर्डरमा छु, मलाई खोज्ने कोसिस नगर भनेर। कतै तपाईँहरूको झगडा भएको थियो कि? केही थिएन, उहाँको प्लानिङ सहित, फ्यामिलीकै प्लानिङ। उसको बाउलाई फोन गरेको मैले, तपाईँले त्यो सोच्नै नसक्ने मुख छाड्ने कि त्यस्तो बोल्दिने। अरे त्यस्तो मानवता भनेको जिरो लेभल के। तपाईँको अझै पनि ती रेकर्डहरू छन्। भोलिको दिनमा कुनै ठाउँमा प्रमाणित हिसाबले पेस गर्नु पऱ्यो भने म बगाइ त सक्छु। त्यस्तो बोल्ने कि एउटा बुबा भएपछि, एउटा आमा भएपछि के हो यथार्थ बुझ्न सक्नुपर्छ नि। त तपाईँले किन कानुनी अनुसार बिहे गर्नु भएन? कस्तो कानुनी अनुसार? बिहे नै भनौँ न। बाँकी थियो, गर्छु भन्दै थिएँ क्या। फिक्स भएको थियो नि त वैशाखमा अथवा मङ्सिरमा, माघमा गर्ने। तिन टाइममा कुनमा मिल्छ कि मङ्सिरमा गर्ने कि माघमा गर्ने कि वैशाखमा गर्ने भन्ने थियो क्या। त्यो टाइम आउनै दियो नि त उसले। अनि सल्लाह भएको घरमा, अब यस्तो गर्ने उस्तो गर्ने होइन। दुवैतिर सल्लाह भएको? दुवैतिर। अब हाम्रो त उसको बुवा मै पनि हाम्रो पनि। अनि हामी तामाङहरूको त जाँडसाँड राख्ने होइन, अलि ठुलै गर्छन् नि त, जाँडसाँड राख्ने पनि तयारी भइसकेको सबै। अनि ऊ त्यसरी हिँड्यो। जे हुन्छ राम्रोको लागि हुन्छ अरे। 2-4 दिन पीडामा बसेँ, गुज्रेँ। तर अहिले एकदम सन्तुष्टि, फेरि म एकदम खुसी छु। तपाईँको त टिकटकर केही एकदमै हुन्छ नि, राम्री लेडिज साथीहरूसँग पनि नाम जोडियो नि? हो, जोडियो। उसले गर्दा जोडियो कि। मैले एउटा इन्टरभ्यूमा भनेको थिएँ 10 लाख लुटेर गयो भनेर। मसँग जज अब उहाँले टिकटक बनाउनु थियो, रेसु गुरुङ। लास्टमा भ्युवरले उहाँलाई आरोप लाग्यो कि। तर यो होइन, लुटेर लाने अर्को एउटाले आरोप। रेसु चाहिँ के साथी? साथी। पहिल्यैदेखि म भिडियो बनाउँथेँ। धेरैले त रिलेसनमा थिए भन्थे नि होइन? त्यही भन्थे, त्यही भएर उहाँलाई आरोप गयो कि। बिचरा उहाँको कमेन्टमा गएर 10 लाख लुट्ने त आइफोन फिर्ता दिए होइन। हो र? मेन्सन गर्नुपर्ने अर्कोले गइदियो। त्यही बेला मैले चाहेको भए त्यसले होइन यो फलानाले भनेर पनि निकाल्न सक्थ्यो होला नि। तर चाहिनँ मैले, किनकि त्यसको पो इज्जत छैन त। मेरो त तिनका भन्दा त 1000 गुणा लेभलमा थियो कि। ऊ धनी होला, भोलिको दिनमा ठुलो मान्छे बन्ला, तर मेरो भन्दा माथि लेभल हुन सक्दैन क्या। म मान्दिनँ। अहिले कस्तो छ त रेसुसँग? राम्रो छ, भर्खरै आज भिडियो बनाएर आएको। राम्रो छ। भेटघाट गरेर खाजा खाएर भर्खरै भिडियो बनाएर यहाँ आउन अलिक ढिला भएको। के कन्टेन्ट टिकटकको लागि? यसो भेटौँ, धेरै भएको थियो नभेटेको पनि। अनि भेटौँ भन्ने कुरा आयो। अनि त्यसपछि यसो टिकटकको लागि 2-4 भिडियो। उहाँको पर्सनल लाइफमा ह्याम्पर त पक्कै भयो त्यो कुराले होइन? भयो। तपाईँलाई कस्तो खालको उहाँको चाहिँ प्रतिक्रिया आयो त? उहाँले त्यस्तो नराम्रो त केही भन्नु भएन, बुझ्ने मान्छे नै हो। अब हामी साथीभाइ त ठट्टामा भन्नुभयो नि, यो लामाको पैसा मैले कहिले खाएछु त्यस्तो आइरहेछ, के हो मलाई आरोप लाउने भन्ने खालको कुरा रहेको थियो। अनि होइन, अब उसलाई थाहा छ नि त सबै कुरा मेरो। अनि मैले बुझिहालेँ नि त्यतिपछि। तपाईँसँग मेरो सायद पहिलो लकडाउनदेखि आज भेटघाट होला होइन? हाम्रो पहिलो लकडाउन लगभग 5 वर्ष भयो। वर्ष भयो नि? हजुर। के कति अब हामीले देख्दाखेरिको परिवर्तन त छँदैछ होइन? हजुर। यो बिचमा चाहिँ उतार चढावहरू के कस्ता आए? यिनीहरू नै थियो? यिनीहरू नै थियो उतार चढाव त। अब
त्यस्तो भइदियो। कति भयो तपाईँहरू ठ्याक्कै छुटिनु भएको चाहिँ? भर्खरै हो, धेरै भएको छैन, 7-8 महिना। ए भर्खरै? यही मङ्सिरतिर बिहे गर्ने कुरा थियो कि, ए त्यस्तो भइदियो। त्यसपछि मलाई लाग्यो हतपत्त कसैको विश्वास नगर, धेरै कुरा सिक्न पाइयो। लकडाउनको छेकमा तपाईँहरूको रिलेसन थियो? लामो नि रिलेसन नि, 4-5 वर्ष भइसकेको थियो नि त। तर त्यस्तो गर्छ भन्ने क्या थाहा। अब पहिला नि उसले त अन्तै बिहे गरिसकेको रहेछ, अझ थाहा थिएन। पहिला पनि बिहे गरेर बाबाआमाले छुटाएर ल्याएको रे, मैले त पछि थाहा पाएँ। त्यतिसम्म तपाईँले स्वीकार गर्दा पनि मातिएर हिँड्यो। दिन सबैको आउँछ, एक दिन मैले यो कानले सुन्नुपर्छ क्या। अब त्यस्तै हो जिन्दगी, हाँसी खुसी जिउनुपर्छ, जिउन सक्नुपर्छ, हाँस्न जान्नुपर्छ। म त एउटा दुनियाँलाई हँसाउने मान्छे, आफ्नो पीडा त छँदैछ। अब त्यही पीडा सम्झिएर बस्नु पनि भएन। अब नयाँ जिन्दगी सुरु पनि गर्नु पर्यो। के छ त अहिले चाहिँ तपाईँको जिन्दगीमा? केटाहरूसँग त धेरै अप्सनहरू हुन्छ नि है। केटीहरूको अप्सन के लाइनमा बसिरहेको हुन्छन् कि कति बेला। होइन, बोल्न आउने त टन्नै झन्। अहिले पछिल्लो समयमा रिल्स भाइरल भएपछि त धेरै हुनुहुन्छ। जस्तो हुन्छ नि अर्कै तरिकाको बोल्ने पनि हुन्छ नि, कसैले चाहिँ पोजिटिभ तरिकाको आउनेहरू चाहिँ कति छन्? पोजिटिभ भन्नाले अब होइन, मलाई चाहिँ ऊ चाहिँ साँच्चै नै मनपर्छ, पायो भने रिलेसनमा बसौँ अथवा बिहे नै गरौँ भन्ने खालको धेरै हुनुहुन्छ। हुन त मसँग केही पनि छैन, म काले मान्छे, पढाइ पनि त्यति छैन, जागिर पनि केही छैन। एउटा रिल्स बनाउँछु, हँसाउँछु। उहाँहरूलाई के लाग्छ, तर त्यसरी बोल्न खोज्ने धेरै हुनुहुन्छ। तर होइन, मैले तपाईँलाई जति मैले पर्सनली चिनेँ होइन, एकदमै शालीन व्यक्ति। अनि अब लुक्समा त अब लुक्स वाइज सबैजनाले मन पराउनु भएको त भइ नै हाल्यो होइन। अब प्लस तपाईँको ह्याबिटहरू भयो होइन, एकदम शालीन सरल होइन। तपाईँले अरूले जसले जे भने पनि हुन्छ ओके भन्ने खालको मान्छे के तपाईँ? त्यो चाहिँ हो, म आफैले नि भन्छु। मान्छेहरूले भन्छन् कि भाइरल मान्छे तिमी त, अब अहिले टाइपको भाउ खाने टाइपको कुराहरू गर्छन् भन्छन् नि। तर म त्यस्तो होइन, म जोसँग नि बोलिदिन्छु, हिँडिदिन्छु। म भनौँ न, म टिकटक चलाउँदा नि मेरो जति फलोवर्स भएको टिकटकहरू पनि थुप्रो थियो कि, म उहाँहरूसँग कहिले बोल्न भेट्न गइनँ क्या। ऊभन्दा सानोसँग जाने हो। आफूलाई खोज्न आउनेलाई चाहिँ रेस्पेक्ट गर्ने होइन। म जस्तो कोही होइन, म खतरै टाइपको, मलाई त्यो मन पर्दैन। अनि पछिल्लो समयमा म जोसँग नि नजिक हुन्छु, मतलब स्टार सेलिब्रिटी बन्न खोज्ने क्या अहिलेका टिकटकरहरू, मलाई मन पर्दैन। जब टिकटक चलाउँदैमा सेलिब्रिटी भइन्छ र भने यसो 2-4जनाले चिन्ने पो त, 2-4जनाले चिन्ने हो। म त्यो भन्छु कि म त टिकटक चलाएको 6-7 वर्ष भयो त। अब टिकटक के हो त राम्रोसँग बुझेको छु। हिजो आएको भर्खर चलाएकोहरू म जस्तो सेलिब्रिटी कोही छैन होइन, म भाइरल मान्छे भन्दै हिँड्ने पनि धेरै छन्। तिनीहरू देखेर चाहिँ कस्तो लाग्छ के, किन नबुझेको होला। हिजोको दिनमा कति मिहिनेत गरेर आएको दाइहरू त त्यस्तो भन्नुहुन्न यार। इन्डस्ट्रीका ठुल्ठुला दाइहरू, हिरोहरू होइन, अहिलेका यो 15 सेकेन्डका टिकटक बनाएर हल्लिनेहरू भाउ बढ्ने क्या धेरै। अनि जस्तो धेरैजना त तपाईँसँग आए पोजिटिभ हिसाबले होइन, एज अ रिलेसनसिप बस्छौँ भन्ने खालको तपाईँको नजरमा चाहिँ कतिजना जति छन् त उहाँ चाहिँ ठिकै राम्रो लाग्यो भन्ने खालको, एक्सेप्ट नगरे पनि? होइन, त्यस्तो हुनुहुन्छ 3-4जना, म ढाँट्दिनँ। अब हुनुहुन्छ कोही बाहिरतिर हुनुहुन्छ, कोही यतै हुनुहुन्छ, कोही धेरै पढेको पनि हुनुहुन्छ, अब कस्तो खालको क्याटेगोरीको चाहिँ तपाईँ चाहिँ एक्सेप्ट गर्नुहुन्छ भनेर म सोचिरहेको छु। सोच्दै हुनुहुन्छ? अलि पढेको नि हुनुहुन्छ, कोही अलि सिप धेरै भएको नि हुनुहुन्छ, कोही बोल्नमा ट्यालेन्ट पनि हुनुहुन्छ, कोही सोझो टाइपको नि हुनुहुन्छ। अब एकचोटि नराम्रो भइसकेको मान्छे हो म त। मैले सबै कुरा खुलाएर मात्रै उसलाई होइन, हरेक कुरा सुनाउनु पर्छ पछि नराम्रो भन्दा। त्यही भएर सोचिरहेको छु, अब दिन आउला नि हाम्रो पनि त भन्ने दिन आउला। अहिले नै यही हो चाहिँ भन्दिनँ। ठिकै छ, तपाईँलाई फेरि पनि शुभकामना। हजुरहरूको मायाले पक्कै पनि। अब हजुरहरूसँग म यतिसम्म जोडिन पाएको छु, एउटा मेरो सानो कन्टेन्टले गर्दा होइन, हरेक कार्यक्रममा गएको छु।
सानो कन्टेन्ट भन्न मिल्दैन नि। हामीलाई लाग्छ कि ओहो यो त मैले सोचिरहेको थिएँ नि, तर किन गर्न सकिँदैन नि त हामी चाहिँ गर्न सकिँदैन। तपाईँको कन्टेन्टहरू प्रत्येक कन्टेन्टहरू हामीले भोगिराखेकै कन्टेन्टहरू हो नि त, तर किन त हामी चाहिँ भाइरल भएन, हामी गर्न सकिँदैन, त्यो दिमागमै आउँदै आएन। हामी जे कुरा जीवनमा गरिरहेछौँ त्यो कुरालाई वास्तै गर्दैनौँ क्या। हिजो हामीले के गरेको थियौँ भन्ने कुरा नै त बिर्सिन्छौँ भनेदेखि तपाईँले चाहिँ त्यही कुरालाई चाहिँ कन्टेन्टमा लिएर गरिराख्नु भएको छ नि त, त्यसलाई चाहिँ नर्मल भन्न मिल्दैन कि। तपाईँले फेरि एउटा भिडियो मात्रै भाइरल होइन, धेरै खालको जुनसुकै अवस्थाको पनि गर्नुहुन्छ कि तपाईँले चाहिँ, जुनसुकै सिचुएसनलाई चाहिँ। गाउँघरमा घटिरहने घटना काम गर्दा गर्दै होइन, बिग्रिने फुट्ने त्यही नै आउँछ मेरो कन्टेन्टहरू। त्यो चाहिँ वास्तविक हो क्या। फेरि कुनै समय हुन्छ तपाईँको कति जति इन्कम होला त केमा? आई मिन त्यही सोसल मिडियाबाटै? हजुर, सबै कलेक्सन गर्दा त राम्रै होला, खुलाउने र भने के गरौँ होइन, पत्याउँदैनन् हावाको पर्छ। हामी विदेश आएर रात दिन काम गर्दा त यति कमाइ हुँदैन भनेर गाली गर्छन्। होइन, यहाँबाट खुलाउँदा केही पनि हुँदैन, हामीले धेरै कुराहरू खुलाइसक्यौँ, यति खुलाउँदा के हुन्छ? अब तपाईँको युट्युब टिकटक फेसबुक गर्दा त राम्रै होला नि हौ। युरोप जान्न पर्ला, सक्यो कुरा हो, राम्रै हुन्छ, सक्यो। युरोप जानु अस्ति भन्नुभएको थियो कि 300को मासु लिएर मैले पोखाउँदैमा त्यहाँबाट चाहिँ 10,000 आउँछ मजाले ढोक्काले होइन। तपाईँको मैले 1100 गाडी किनेर लडाएको अस्ति 12,000 कमाएँ त नि। के भयो त, यो चाहिँ खुलाउन। मान्छेले जस्तो टिकटकमा चाहिँ अब लाइभमै पनि पनिसमेन्ट गेमहरू खेलिरहेको हुन्छ नि, जस्तो 6-7वटा चाहिँ अन्डाहरू झ्याम हान्ने, अनि मान्छेले त्यसलाई चाहिँ अलिकति नेगेटिभ तरिकाले पनि कतिले लिइरहेको हुन्छ। तर त्यहाँ त्यो गरे बापत उनीहरूले चाहिँ 500को अथवा चाहिँ 300को अन्डा फुटाए बापत चाहिँ उहाँहरूले चाहिँ 10,000 इन्कम गरिराख्नु भएको छ भने किन नगर्ने होइन? उहाँहरूले गर्नुहुन्छ, मैले त अब त्यो गर्दिनँ अहिले त। मेरो त कन्टेन्टै हो, जतिजनाले हेर्नु त्यही पैसाले खाने हो। 5 वर्ष भयो त्यतातिर चाहिँ किन गएन? जस्तो तपाईँ पनि त त्यत्रो हिलोमा सुत्न सक्ने मान्छे, हिलोमा लड्न सक्ने मान्छे होइन, धुलोमुलोमा चाहिँ लडीबुडी गर्ने मान्छे होइन, पनिसमेन्ट पिके गरेर चाहिँ अब अथवा पनिसमेन्ट गेम खेलेर चाहिँ त्यताबाट टन्न कमाउँछु भन्ने खालको आएन? त्यो त मलाई आएन, मलाई मनै लागेन कि यो। अब त्यो भनेको चाहिँ अरूले देलाई खाउँ भन्ने खालको भयो। ठ्याक्कै हेर्दाखेरि हो पनि अरूले देला खाउँ मागौँ टाइपको हो। यो मैले भनेको त मेरो मेहनत हो नि त। म त जति मेहनत गरेँ मैले त्यति कमाउन सक्छु कि होइन। अनि मेरो त्यो भनेको त मेहनत गर्नुभयो भने न अरूले हेर्ने हो, त्यो हेर्दैमा आउँछ भने भन्ने खालको पनि होइन। त्यही भएर डाइरेक्टली पैसा पनि पठाउनु परेन होइन, हेर्दैमा पैसा आयो। अब त्यो भनेको त हेर्दैमा आयो, कसैले गोजीको निकालेर दिनु परेन होइन। अनि त्यही भएर मलाई चाहिँ त्यतातिर गएन। त्यो भनेको मेरो मेहनत हो, एउटा पछिसम्म एउटा चिनो पनि हो नि त। अब तपाईँ रिल्स बनाइराख्ने मान्छे कहिलेकाहीँ एडभर्टाइजको लागि चाहिँ अफरहरू आउँछ कि? आउँछ, गरेको छु 2-4वटा। गर्नुहुन्छ? अझै पनि गर्न सक्नुहुन्छ, हाम्रो दर्शकहरूले चाहनुहुन्छ भने सम्पर्क गर्नुहोस्, गर्न चाहनुहुन्छ भने मिलाएर गर्छु। एकदमै मलाई धेरै केही चाहिँदैन कि, सबै हामी एउटै मान्छे हो। मलाई कुनै घमण्ड छैन, मलाई हेर्दा नराम्रो देख्ला होइन। कन्टेन्टहरू 15 सेकेन्ड 20 सेकेन्डको कन्टेन्टहरू देखेर तपाईँहरूले छुट्टै जज गर्नु होला, आफ्नो ठाउँमा छ। तर मलाई जसले प्रत्यक्ष भेट्नुहुन्छ नि, नेगेटिभ कमेन्ट खासै मैले चाहिँ भेटेको छैन। मलाई जसले प्रत्यक्ष भेट्नुहुन्छ नि, यो मान्छेले यस्तो कन्टेन्ट बनाउँछ र भनेर हत्तपत्त पत्याउन सक्दैन त्यस्तो। तपाईँको अब यस्तो 5 वर्ष भयो फिल्ममा लागेको, धेरै सङ्घर्ष गरेर आएको म, धेरै। हामी त सानो एउटा गरिब परिवारमा हुर्केको मान्छे। ऊ बेला अझै पनि तपाईँको कन्टेन्टहरू देख्दा अनि घर देख्दाखेरि होइन, तपाईँको टिपिकल अर्ग्यानिक आइरहेको हुन्छ नि त। मान्छेहरूले अहिले चाहिँ अब हामी जस्तो, हामी नै पनि वर्षमा एकचोटि गाउँ जाने मान्छे, हामीलाई त्यो गाउँ देख्दा अनि त्यो घरहरू गाउँको घर देखिरहँदाखेरि कति आनन्द हुन्छ नि, त्यहीँ गाउँको जस्तो फिल हुन्छ क्या। त्यो दिनुभएको छ तपाईँले। त्यही त, हाम्रो त एकदम गरिब परिवारमा जन्मेको हो नि त। मेरो त बाजे भन्नु, हजुरबालाई पनि त त्यो ठाउँबाट लखटेर, मेरो बुवाको त केही थिएन अरे क्या, त्यस्तोबाट यहाँसम्म आएको मान्छे हो हामी त, एकदम पीडित पहिला। त्यही भएर म अहिले मेरो गाउँभन्दा पारिपट्टि हो क्या मेरो पुर्ख्यौली चाहिँ। कहिलेकाहीँ त्यता पुग्दाखेरि यसो हेर्छु, हिजोको दिनमा
मेरो हजुरबालाई नल्लखटेको भए यो ठाउँबाट म पनि यहीँ हुन्थेँ नि लाग्ने क्या मनमा। ए अर्को गाउँबाट लखेटेर चाहिँ त्यो गाउँमा हजुरबाको भाइहरूले चाहिँ लखट्नु भएको अरे। हजुरबा बितिसकेपछि तेरो यहाँ केही छैन भनेर उनीहरू टाठो बाटो हजुरबा बितिसकेपछि सबै उहाँहरूको नाममा पास गर्नुभएछ गाउँको जग्गाहरू। अनि त्यहाँबाट लखट्नु भएको अरे। बाजे हजुरबा बित्नु भएपछि हजुरबा त बित्नुभयो। त्यसपछि हजुरआमा र मेरो बाहरूलाई तेरो यहाँ केही छैन सब मेरो नाममा आइसक्यो भनेर कागज देखाएर लखट्नु भएको अरे क्या। बाबाहरूले कहिले काहीँ त्यस्तो कुरा गर्नुहुन्छ नराम्रो लाग्छ नि। ऊ बेला भनेको जसले बोल्न सक्ने अलिकति पढे लेखेको उसले खाने रहेछ नि त। त्यही भएर दुःख लाग्छ। अनि उहाँहरू हाम्रो मम्मीको माइतमा आउनुभएछ। अनि त्यहाँनिर मतनमा भनौँ न त्यहाँ आएर बस्नु भएको अरे। पछि अनि मम्मीको बाबाहरूले चाहिँ ल तिमीहरू गरी खाऊ भनेर त्यहाँनिर छोडिदिनु भएछ। अनि पछि बिस्तारै बाबाले त्यो जग्गाको पैसा नि दिनुभयो अरे ससुराली चाहिँ। अनि दिएपछि त्यहीँ बस्यौँ खायौँ हुर्क्यौँ। त्यहीँ जन्मेको म पनि। अनि त्यस्तो हुँदाहुँदै त्योभन्दा मुनितिर अरूको पाखा बारीहरू हुन्थ्यो कि। अनि त्यो अरूको बारी पाखामा बाटो थियो कि। त्यो बाटो हिँड्यो भनेर तिमीहरू गरिब भनेर त्यो बाटोमा वालधरी पनि लाएर छेक्थ्यो क्या। त्यतिसम्म हुन्थ्यो नि पहिला त। अनि अहिले तपाईँ 25 वर्ष भनेपछि त्यति धेरै पुरानो पनि होइन। त्यति धेरै पुरानो होइन तर त्यस्तो गर्नुहुन्थ्यो क्या गाउँमा। त्यस्तो है अलिकति के भन्ने छुवाछुत टाइपको यससँग केही छैन। मैले थाहा पाएर जातीय छुवाछुत त हुन्थ्यो नै हुन्थ्यो होइन। प्लस धनी गरिब पनि हुन्थ्यो होइन त। अहिले पनि त त्यस्तै छ। अहिले त छैन। अहिले त हामी ठुलो भयौँ नि। होइन भन्नाले त्यहाँको माहौल त्यस्तै छ। छैन अहिले त गाउँमा कोही नै छैन। परिवर्तन भइसक्यो। तर त्यो बेला त्यस्तो थियो कि आफ्नै मान्छेहरू फेरि टाढाको पनि होइन के। केही गर्न सक्दैनले। म ठुलो भएर काठमाडौँ आउने बेलसम्म त मेरो आफ्नै मान्छेहरूले ए तिमीहरू त सानो भुरा जाऊ कहिले ठुलो हुनु कहिले काठमाडौँमा घर बनाउनु कहिले जग्गा किन्नु भन्ने आफन्तहरू अहिले जिउँदै हुनुहुन्छ। हो अहिले जिउँदै हुनुहुन्छ। मेरो भिडियो हेऱ्यो नि हेरोस् त्यसो भनेको थियो क्या। उहाँहरूको काठमाडौँ घर रहेछ पहिल्यैदेखि भनौँ न अलि बेलैमा आएर आफन्तहरू त्यस्तो भन्नुभयो। अनि उहाँहरूले घरै भएर चाहिँ के गर्नुभयो र खै कसैले दिनुभएको छैन त कसैले पाल्नु भएको छैन त होइन। मान्छेको सोच फरक के। आखिर हामी मान्छे हो नि धनी भयो नि गरिब भयो नि मरेर लाने त केही होइन। अनि त्यस्तो कुराहरू सम्झिँदा चाहिँ कमाउनुपर्छ जमाउनुपर्छ लाग्छ। फेरि अब एकचोटि मर्ने जिन्दगी हो रमाउनुपर्छ जस्तो नि लाग्छ। त्यो सबै कुराहरूलाई चाहिँ सँगालेर लानु पर्यो। अझै तपाईँ अब जेनजीमै हुनुहुन्छ होइन एज अझै पनि थुप्रो कुराहरू बाँकी नै छ। तपाईँ त 35 वर्षसम्म बिहे नगर्दा नि केही फरक पर्दैन गर्दिन नि अब त बिस्तारै ल। यहाँलाई चाहिँ अबको जिन्दगीको पनि शुभकामना। तपाईँको भिडियोहरू सदैव हेर्न पाऊँ त्यस्तै सदाबहार हुन्छ नि सबैले रुचाउने खालको नै हुँदै जाउन्। पाडा बढे पनि साथ कहिले पनि नछोडोस् होइन। कन्टेन्टले साथ नछोडोस्। यहाँलाई शुभकामना भन्दै अब के छ अन्तिममा केही तपाईँको भन्नु पर्ने कुराहरू मैले सोध्न बिर्सेको कुराहरू? खासै त्यस्तो केही छैन। अब म एउटा कन्टेन्ट क्रिएटरको हिसाबले सबैलाई एक समान माया गर्छु है। अब कन्टेन्टहरू बनाइरहेको हुन्छु कहिलेकाहीँ अब अलिकति बढी पनि हुनसक्ला कन्टेन्ट बनाउने क्रममा त्यसलाई मिलाएर हेर्नुहोस् भन्न चाहन्छु। अनि यहाँसम्म तपाईँको साँच्चै एउटा घन्टी बजाउँदै होइन तपाईँले त्यो झन्डा बनाउनु भएको थियो नि त्यो भिडियो। मैले त्यहाँनिर कमेन्ट गरेको थिएँ। मेरो कमेन्टमा पनि धेरै रिप्लाई आएको थियो कि यति धेरै त्यो कति भ्युज गयो? गयो होला खै अब थुप्रो बनाइयो कुन चाहिँ त्यो ब्रावाला घन्टी बजाउँदै तपाईँले चाहिँ पूजा गर्नुभएको थियो यो चाहिँ फ्याँकेको झन्डा भन्दै। त्यो त गयो नि 5 मिलियन गयो। 5 मिलियन गयो। 5 मिलियन 50 लाख भनौँ न 50 लाख भ्युज गयो। कन्टेन्टहरू राम्रै बनाउँछु त 5 लाख भ्युज भने के अरे 50 लाख भ्युज भने नि थोरै होइन।
मेरो लागि त ठुलै हो, अरूको लागि नभए पनि। अलिकति कमेडी बनाउन खासै सजिलो पनि छैन नि त, केही न केही प्लस हुनु पऱ्यो त्यहाँ। अब त्यो भात पकाउँदाखेरि पानी मिलेन भने भात बिग्रिन्छ होइन, त्यही भएर पानी नि हुनु पऱ्यो, आगो नि ठिक्कको हुनु पऱ्यो, चामल पनि ठिक्क हुनु पऱ्यो नि त। त्यस्तै हो, सबै कुरो मिलेपछि हुने हो। अब अलिकति हेर्दा नराम्रो लाग्ला, तर यथार्थ अब मान्छेले बढी हेर्ने भनेको फेरि त्यस्तै कन्टेन्ट हो। त्यही भएर बनाउँछु अझै पनि, त्यस्तै हुन्छ, नराम्रो नसोच्नुहोस्। ल हस्, हाम्रो सम्पूर्ण दर्शकहरूलाई के भन्न चाहनुहुन्छ? उहाँहरूलाई फेरि पनि म त अलरेडी कन्टेन्ट त ल्याइहाल्छु, हेरिदिनुहोस्, राम्रो नराम्रो जस्तो लाग्छ जे लाग्छ। तपाईँहरूकै माया साथ सपोर्टले आज यति आएर बोल्ने मौका पाएको छु है। भोलिको दिनहरूमा नि हजुरहरूले बोल्न सक्ने, मिडियामा आउने हैसियत बनाइदिनु भएको छ, धेरै धेरै धन्यवाद। म त्यति बोल्न त जान्दिनँ, भोलिको दिनहरूमा पनि यसै गरी यही ठाउँमा हजुरहरूसँगै जोडिएर बोल्न पाऊँ होइन, मरिलानु के छ र। अनि अब त्यही भन्न चाहन्छु। अनि हजुरलाई नि यहाँसम्म बोलाइदिनु भयो, टाइम दिनुभयो, धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हस् विनय लामाजी, यहाँलाई पनि धेरै धेरै धन्यवाद, मेरो यो सानो निम्तोलाई चाहिँ स्वीकार गरेर आइदिनु भएको छ। अनि हाम्रो सम्पूर्ण दर्शकहरूलाई पनि थ्याङ्क यू सो मच हेरेर साथ दिनुभएको छ। मन पर्यो यस्तै खालको भिडियो हेर्न चाहनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला। हस् त, नमस्ते।